कुन चाहिँ तेरो गाडी लैन होइन अब लैन आजको भ्यू चाहिँ यस्तो दामी छ कि चिसो चिसो हावा चलेको छ यो हाम्रो अगाडि अगाडि हाँसिरहेको मान्छे चाहिँ क्विक चाइना भाग्न आएको हो आजको भ्यू चाहिँ अब यस्तै हो बादल लागेको छ एकदम 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 यो चाहिँ मेट्रोपोलको यो कति तल रे यो 77 तला छ अनि त्यसै हामी चाहिँ यो माथि हाम्रो रेस्टुरेन्ट यो माथि 20 तलामा हो जे भने पनि भ्युज खिचेको चाहिँ आएन छ राम्रै भयो तर त्यहाँभित्र खिचेको दामी दामी भ्यू चाहिँ आएन छ केटीहरू चाहिँ यो हो खै खै कहाँको को देखाएको केटीहरूलाई देखाएको तैँले हेरेको तैँले हेर्छ होला देखाएको यो चाहिँ अब टर्की टु नेपाल जाने गाडीहरू हो डाइरेक्ट हामी चाहिँ अब यसमा चढेर टक्क जान्छौँ भोलितिर गाडी आयो सायद गाडी आएको यता आयो सायद सायद यो मान्छे चाहिँ अब नेपाल जस्तै सोचेर हिँड्छ क्या बिच बिचमा युरोपमा आएर पनि त्यही भएर सम्झाइरहेको छु मैले चाहिँ हात देखाएको चाहिँ दामी छ कि यसको एकखेप देखाउँ यता हिँड्ने यता बाटो देखाउँछ यो नयाँ आएको भर्खर भर्खर हिजो मात्र आइपुगेको त्यही नि यो घर चाहिँ केपी बाकै हुनुपर्छ कि यो केपी बाकै घर हो कि क्या केपी अब त घर होइन जस्तो लाग्छ यो हो र प्रचण्डको त होइन होला यो केपी बाकै होला यो टोयोटा आमामा यो चाहिँ टर्कीको फ्ल्याग्स हो अनि हामी आउने प्लेन पनि प्लेन त देखेन कि क्या हो प्लेन गयो प्लेन देखाउँ भनेको गयो भ्यू चाहिँ आज यस्तो छ नि आमामा बादल लाएर यो चाहिँ मेट्रोपोल इस्तानबुल भनेर लेखाएको छ नि यो चाहिँ उल्टो भएर चाहिँ यहाँ देखाउँदाखेरि चाहिँ होइन भिडियोबाट उल्टो आउँछ तपाईँहरू चाहिँ सुल्टो पारेर हेर्नु होला यो चाहिँ यहाँको एकदम केपी बालले भत्काएको छ यो अस्ति जुलुसमा जेन्जीहरूले ल गाइसहरू अब चाहिँ यो मान्छे हिँड्दैछ भ्युजहरू यस्तो छ यो चाहिँ पार्किङ रे टर्कीको पार्किङ ओ माई गड भ्यू चाहिँ यस्तो छ नि आहा युरोप भनेको युरोपै हेर्नुहोस् न डेभलपमेन्ट हेर्ने बादल पनि बिचमा टक्क अडेर बसिरहेको छ क्या मान्छेको देशमा जतिखेर पानी चाहिन्छ त्यतिखेर छर्लक्क छोडिदिन्छ यहाँ त रिमोटवाला सिस्टम पो हुन्छ त गर्ने भने पुटुक्क थिच्ने बित्तिकै यो के अरे बादलबाट सरर झर्छ अनि फेरि पानी पुगेपछि चाहिँ टक्क फेरि थिचिदिन्छ सिस्टम हो नि मान्छेको सिस्टम खै त अनि अहिले जेनजीहरू नेपाल बनाउँछु भन्थ्यो यस्तै बनाउनुपर्छ हो भ्यू चाहिँ हेर्नु क्या तपाईँ भ्यू अरूभन्दा यसको ताल हेर्नु यो अगाडिको ताल यो यसको ताल हेर्नु के गरेको होला यसको ल हेर्ने के गरेको यसले के गरेको यो के गरेको त्यो मेरो झोलामा हेर्ने यता हेर्नु है अब यता हेर्नु मेरो झोला खोज्दा यो हेर्ने हेर्ने हेर्नु है मैले किनेको मेरै पैसाले 40 रुपियाँ भनेर किनेको 60 रुपियाँ पऱ्यो 120 जुन मान्छेको चाहिँ ब्याङ्क कार्ड छैन कार्ड देखाउनु त कार्ड छ भने त कार्ड देखाएर ल कार्ड बाहिर चल्दैन नेपाली पैसा ल हेर साथीहरू यस्तो भयो नेपाली कार्ड हामी चाहिँ अब
हामी नेपाली हो नि त रोड त जहाँ पनि क्रस गर्न सक्छौँ नि त ल नेपाली हो नि त बिचबाट क्रस गर्दै थियो नेपालीहरू यस्तो छ अनि मेरो किन छैन कार कहिले भन्दा कार छैन यसको चाहिँ मैले कार लिन आएको आज ब्याङ्कमा यसको कारको ब्याङ्क आएछ है नामसहितको आएछ तर मैले यसलाई कार लिएर मात्रै रोड क्रस गर्दै लिन आएको कि हेर्नु जहाँ पाए त्यही रोड क्रस गर्छ यो मान्छे हेर्नै साथीहरू आउँदैछ हेर्ने रोड क्रस गर्दै आउँदैछ यो मान्छे खतम छ नि नेपाल जस्तो लाग्छ होला बियर खाँदै हिँड्छ बिचमा बसेर है बियर खाएको यहाँको बियर लोकल बियर हो यो चाहिँ मैले चाहिँ यसलाई खासमा ब्याङ्क कार्ड बनाउँदै राखेको मलाई किन भनेको एक्लै किनेर खाइरहेको छैन साथीहरू मलाई दिएको छैन मेरो हात चाहिँ खाली छ एउटा हातमा मोबाइल क्यामेरा समातेको छु आएको साथीहरू यसको कुरा सुत नसुनाऊ अब यो पनि खानेर मैले किनिदिएको 44 रुपियाँ मलाई पनि उल्टो माग्छ अब हामी चाहिँ यहाँभित्र गार्डनभित्र छिर्दैछौँ सुरुम हेर्नु यहाँको अब कस्तो छ भनेको यो चाहिँ मेट्रोपलको यो चाहिँ त्यो पार्किङ क्षेत्र हो भित्रबाट अब यो चाहिँ हामी हेर्न पत्या यहाँ त मेट्रोपल इस्तानबुलमा छौँ हामी युनिभर्सिटी यो चाहिँ हो टर्कीको हेर्नुहोस् हेर्नु देखाउनुहुन्छ अरे तर ज्याकेट पछाडि कति खिच्नु है छ्या अल्छिँदैन है केटा यहाँ पार्किङ मान्छेको पार्किङ हेर्नु यहाँभित्र सरल सुरुमभित्र छिर्छ अब सुरुमभित्र छिर्छ गाडी यो चाहिँ यहाँ हेर्नुहोस् यसले चाहिँ बियर खाँदै मलाई छोडेर गइसक्यो अगाडि माथिसक्यो त्यसलाई चाहिँ हेर्नु जागेर लाग्यो जाडो पनि छैन धुम्म मात्र परेको त्यति खतम छ नि यो मान्छे काम छैन ओ हेर्नु एक्लै बियर खाँदै जाकेट के गरेर हेर्नु लगाइसक्यो त्यसलाई हेर्दै हिँडेको यसले हिँडेको हेर्नु उता ऐना हेर्दै त्यहाँ ऐना हेर्नु ऐना हेर्दै ऐना हेर्नु यो चाहिँ लप पर्दै रहेछ होइन लप पर्ने ठाउँ नदेखाउँ यो चाहिँ हामी मेट्रोपलको अब यो हामी गाडीभित्रको सुरुमभित्र जाँदैछौँ सुरुम हो यो चाहिँ यहाँको आनन्द चिसा हावा चल्छ सुरुमबाट यता हेर तर गीत चाहिँ राम्रै गाउँछ तर बियर खाएर लकपटिरहेको छ यसको जिउ यहाँ चाहिँ यस्तो स्विमिङ टनहरू छ यहाँ गार्डन यो गार्डनमा जे छ यो फोटोमा जे छ यो सबै छ यहाँ ठाउँमा चाहिँ होइन यो फोटोमा भएको चिज चाहिँ यो पार्कमा सबै एभाइलेबल छ यहाँ हेर्नुहोस् हेर्नुहोस् केपी बा हेर्नुहोस् यहाँ को छ भनेर अब हामी छिर्यो पार्किङभित्र यहाँको चाहिँ टिकट उता तिर्नुपर्छ धेरै चाहिँ होइन अब यो चाहिँ यसको छोरो रहेछ क्यारे हेर्नुहोस् त्यसलाई बियर खुवाइदिनु
पुच्छार मात्र मनपर्छ यसलाई त्यसरी हेर्नु पुच्छारै समाउनु खोज्छ रहेछ ल हिँड्ने छिटो बस यताबाट जाउँ यो चाहिँ सानो रिभर हो यसबाट चाहिँ पानी आउँछ यो चाहिँ पार्क हेर्नुहोस् यस्तो दामी सुन्दर सुन्दर बसेर खान्छ यहाँ हेर्नुहोस् यो चाहिँ खोला हो यहाँ चाहिँ माछा पाउँछ यस्तरी माछै माछा पाउँछ यस्तो माछा पाउन पनि यहाँ चाहिँ हाँस रहेछ यो पालेको हाँस हो ए नचोड चोर्ला नि फेरि यसले हाँस चोर्न थाल्यो है साथीहरू हाँस चोर्न थालेको जस्तो छ यसले चाहिँ यसले हाँस चोर्न पनि सक्छ ल कछुवा छ यहाँ हेर्नु साथीहरू कछुवा अन्त भयो कछुवा छिरिसकेको छ भित्र देख्छ होला तपाईँले हेर्ने भित्र गयो यसले कपाल हाल्ने बित्तिकै गइहाल्छ बदमास फेरि के आयो कस्तो नजिकै देखेको यो बिल्डिङलाई हेर्नु यो चाहिँ भयो अब म चाहिँ राखिदिन्छु आजलाई यति नै भोलिलाई भेटौँला होइन अब आजलाई बाई बाई ल बाई गर ल बाई गरे त यो पानी खाने ठाउँ हो बेला बेला पानी खान पाउँछ बाई गर मेरो ब्लग चाहिँ यहीँ टुङ्गिन्छ ओके बाई शान्त दाइको ब्लग